ल आयो 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 मासु भात आयो। झ्याप्प लाएर भात आयो। झ्याम्म ए बोरे 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 भुइँमा पो खस्न खोज्छ। दान्न खसेको के गर्ने अब टिपेर खानुपर्छ। अब खाने बेला खसे पनि अब के गर्ने पकाउनु कुरो भएन। फेरि सुत्नुपर्छ भोलि ड्युटी जानलाई। साथीलाई छोड्न जानुपर्छ फेरि भात गाह्रो छ परदेशमा। कुकरमा एक कुकर बनाएर आधा आधा दुईजनाले खानुपर्छ। यता फेरि आछ मासु झ्याप्प। यो चाहिँ के को मासु हो? यो त खोइ आलु र फर्सीको मासु जस्तो छ। यो चाहिँ दालको मासु होइन। तिनवटा पोका ल्याएको के गर्ने। यो त दालको मासु हो। पक्का दालको मासु जस्तो छ। त्यो दालको मासु हो। अब यो चाहिँ के को मासु हो? के मासु हो? थुप्रै छ मासु। तेरिका यो फेरि के को मासु हो? तिनवटा पोका ल्याएको। यो त के मासु आलु र के को मासु हालेको छ? आलु र फर्सीको मासु जस्तो छ। यो फेरि के हो? आधा आधा गर्नुपर्छ। के गर्ने तिनवटा पोका ल्याएको डेढ डेढ पोका सब बाँड्नु पर्यो। यो चाहिँ साथीलाई पनि छोड्न जानुपर्छ। यो ल साथीलाई पनि राख्नु पर्यो। फेरि मासु पाउँदा आफैले मात्र खान पनि भएन। छोड्न जानु पर्यो साथीलाई पनि। आलु र के मासु टमाटरको मासु पनि मिसाएर रहेछ क्या यसमा। अनि तेरिका यो बाँधेर राख्नुपर्छ। फेरि छोड्न जानुपर्छ। फेरि 10 मिनट पर्छ। दालको मासु र आलु रसको मासु राखिदिएको छु साथीलाई पनि। यो चाहिँ दालको मासु झ्याप खाने हो। के गर्ने एक्लै खानुपर्छ। आज पनि एक्लै बिहान पनि एक्लै हो खाने। दुईजना त छन् त नि। अब छन त के गर्ने। अब कोठामा भेट हुन पाइन्न। दुईजना भएर के गर्ने। अब एउटाको नाइट ड्युटी एउटाको डे ड्युटी। कोठामा अब पोस्टमा एक झुलुक भेट भइन्छ। अनि खाना छोड्न जाँदाखेरि एक झुलुक भेट भइन्छ। त्यही हो परदेशमा। दालको मासुसँग झ्याप्प दिने हो। ठिक छ तातो राम्रै रहेछ। मासु अलि गलाएछ क्या दालको मासु झ्याप्प। टमाटरको मासु पनि यस्तै हाल्छ। राम्रोसँग पनि पाएछ। यता यस्तो पनि छ फेरि। घरबाट ल्याएको बुढीहरूले पठाइदिएको पठाएको। बङ्गुरको मासु ल्याउनु पठाइदिएको लैजानु भने फेरि बुढीहरूले के गर्ने। ल्याइएन अहिले पछुतो लाग्छ। यो चाहिँ के नुन गरे। यो नुनको नाम पनि त्यति याद छैन हो। झ्याप्प खाने अब फेरि। सेलाउँछ त पोख्यो फेरि मासु नै पोख्यो। दालको मासु ठ्यात्तेरिका के गर्ने हो। पोख्यो गऱ्यो यता फेरि दालको मासु यता पोख्यो। यत्तेरिका प्लास्टिकमा दिन्छ ढल्छ।
फेरि यस्तो फोहोर हुने भयो यहाँ फिट साथीले पोख्छ फोहोर गर्छ भनेर झन् म आफै भन्छु त आफै पोख्यो फेरि छोड्न जानुपर्छ नि झ्यापझिप आएर फेरि सुत्नुपर्छ गाह्रो छ फेरि भोलि उठेर कुदिहाल्नुपर्छ यस्तै छ भोलि एक दिन त जान्न भन्न पनि नहुने फेरि साथीलाई कसले छोडाउँछ एक्लै हो अब खाने बिहानमा उता हुन्छ ड्युटी पोस्टमा साँझमा फेरि यता एक्लै हो हामी त पाउन त यहाँ तल होटलबाट किनेर ल्याउनु हो र त्यहाँ पाउँछ कुखुराको मासुहरू पनि पाउँछ आफूले अब के गर्ने कुखुराको मासु अलिक महँगो पर्छ दालको मासु र यहाँ अब आलुको मासुहरू अलिक सस्तो पर्छ त्यही भएर त्यही खाएको पुरै गलाएर फेरि मासुहरू पनि दालको मासु राम्रो पकाएर राख्नु राम्रो बनाएर चाहिँ नत्र अरू दिन त पातलो बनाउँछ आज अलि राम्रो बनाइरहेछ बस्ने रुम देखाउनु पर्यो यसरी राखिन्छ सामानहरू पनि झ्याप के गर्ने हामी मान्छे भएको रुम र लोग्ने मान्छे भएको रुम यस्तो फरक हुन्छ लोग्ने मान्छेहरूले यस्तो मजाले सजाएर राख्छन् आइमाईहरूले त के लथालिङ्ग गराएर राख्छन् लोग्ने मान्छे मात्रै भएको रुमहरू यस्तो मजाले सफा हुन्छ यस्तो सजाएर राखेको हुन्छ यता कपडाहरू यता मास्तिर पनि ढिँदैछ यता बेड यहाँ छ एउटाको बेड हो यो अर्को एकजनाको बेड यो चाहिँ म सुत्ने बेड हो कपडा फेरेर त्यहीँ राखेको छु अहिले सुत्ने बेला झ्याप्प उता थन्काएर सुत्ने हो त्यस्तै हो साथीहरू के गर्ने यहाँ मेरो मासु बोक्यो ल बाई बाई है अलिक ढिलो भयो भिडियो लामो भयो अझै छ कि मेरो त धेरै मासु नै धेरै दियो क्या आज फेरि के गर्ने झ्याप यत्रो लान्न भन्नु पनि भएन मासु कहिले थोरै दिन्छ फेरि ठिकै दिन्छ फेरि पाकिस्तानी छ त्यहाँ दिने ठाउँमा बाह्र घन्टा काम गर्नुपर्छ खा केटा खा झ्याममा फाल्नुहुन्न स्याहारेर बिहान त उखान अब दिउँसो त कसले लैदिन्छ र मेरो ड्युटी हुन्छ साथी सुत्या हुन्छ भोक लागे पनि उही हो पारा दुई टाइम हो बस परदेशमा यस्तै हो
सधैँ बिहानै मासु फेरि खाने फेरि यस्तो झ्याम्म ला केटा दुध नआए पनि मुख आउँछ भन्ने त्यस्तै हो। मासु खाएर मुख कति आउँथ्यो झ्याम्म लाग्छ। ल मासु सम्झिने खाने हो के त्यही हो। बाई बाई है।